हेलो गाइजहरु गुड मर्निङ नमस्ते। आज चाहिँ म तपाईलाई नयाँ ठाउँ देखाउन लागिरहेको छु हैन। नयाँ ठाउँ भन्दा नि बच्चाहरु खेल्ने ठाउँ। लास्टै पानी नि परिरहेछ, पानी बेलामा यसो भिडियो बनाऊ के भनेर। यहाँ चाहिँ बच्चाहरु खेल्ने ठाउँ छ हैन। आज पानी धेरै परेर पानी नि परिरहेछ, हल्का भिडियो नि बनाउँदै जाउँ भनेर यसो हैन होला। गाइजहरु यता अस्ति नि हस्पिटल त देखाएको थिएँ मैले, अझै पनि खेल्दैछ यस्तो पानीमा। अब वर्षा दिनमा एकचोटि पानी, वर्षा दिनमा पनि हैन 2 वर्ष हुँदा अहिले होला मैले आएको देखेको पानी पनि। यहाँ चाहिँ बच्चाहरु, साउदीको बच्चाहरु खेल्ने ठाउँ छ। अब यता उता खेल्छ, रमाइलो गर्छ बिचार। यो चाहिँ फेरि यो अलमोस्ट हस्पिटलले बनाइदिएको हो, म काम गर्ने ठाउँमा हो। यहाँ पनि काम गर्नुपर्छ, उता पनि काम गर्नुपर्छ। खेल्ने ठाउँ धेरै रमाइलो छ, सबै फ्री हो। यहाँ चाहिँ फ्रीमै खेलाउँछ। पानीमा एउटा भिडियो बनाइदिउँ कि भनेको, मोबाइल त बिग्रिँदैन होला, बिग्रिन्छ। फाइनली गाइज यस्तै हो, बोल्नु नजाने पनि जस्ट छोटो मिठो यसो तपाईहरुलाई नयाँ ठाउँ देखाइदिएको है। त पानीमा नि खेल्दैछ साउदीको बच्चाहरु कोही कोहीहरु। म त भिडियो बनाउँदैछु, उनीहरु त जान किन नखेलोस् त हैन। गुरुङ बाजे नि कराउँदैछ मोबाइलमा, अहिले चटङले हान्छला डालाङ डुङ बज्दैछ। यो 2 वर्ष पछाडि आज साउदीमा लास्टै ठुलो पानी परिरहेछ। त्यही भएर मैले चाहिँ थाहा पाएको, आएकोदेखि थाहा पाएको अझै हो यो ठुलो पानी आएको। त्यही भएर तपाईहरुको माझ भिडियो बनाएको है मैले चाहिँ, हेर्नु होला। यहाँ चाहिँ केटाकेटीहरु धेरै खेल्छन्, खेल्नेहरु आउँछ। आज त अब पानी परेर 2 जना छ, त्यो पनि खेल्दैछ यिनीहरु पानी गाह्रो छ। ल यति नै भन्दै पानी बनाएको भिडियोलाई तपाईले स्वीकारी दिनुहुन्छ भन्ने मलाई आशा छ, भरोसा छ। यति नै भन्दै मेरो छोटो मिठो भिडियो यही टुङ्गाउन चाहन्छु। हस्त धन्यवाद। जय नेपाल।